चार्ट रिडिङको बेसिक नै क्यान्डलस्टिक रिडबाट सुरु हुन्छ। आउनुस् आजको भिडियोमा क्यान्डलस्टिकको बेसिक फाउन्डेसन सिकौं। क्यान्डलस्टिक चार्ट मार्केटको प्राइस मुभमेन्ट देखाउने सबैभन्दा प्रभावकारी तरिका हो। यी चार्टमा देखिरहनु भएको रातो र हरियो बार्सहरू नै क्यान्डलस्टिक हुन्। यी देखिरहनु भएको प्रत्येक क्यान्डलले प्राइसको 4 वटा महत्त्वपूर्ण डेटा देखाउँछ: ओपन, हाई, लो र क्लोज। ओपनले मार्केट सुरु हुँदा प्राइस कहाँबाट सुरु भयो त्यो पोइन्ट देखाउँछ। हाईले चाहिँ मार्केटमा प्राइस कति माथिसम्म पुग्यो त्यसको जानकारी दिन्छ। लोले प्राइस कति तलसम्म झर्यो त्यसको लेभल देखाउँछ र क्लोजले त्यो समयको अन्त्यमा प्राइस कहाँ पुगेर रोकियो त्यो पोइन्ट देखाउँछ। अब बुझौं यो चार्टमा देखिरहेको हरियो र रातो क्यान्डलले के संकेत गर्छ। ग्रीन क्यान्डल जब मार्केटको क्लोजिङ प्राइस ओपनिङ भन्दा माथि हुन्छ तब हरियो क्यान्डल बन्छ। त्यसैले ग्रीन क्यान्डलमा ओपन प्राइस मुनि हुन्छ र क्लोज प्राइस माथि हुन्छ। यसको अर्थ प्राइस बढ्यो भन्ने हुन्छ। रेड क्यान्डल जब मार्केटको क्लोजिङ प्राइस ओपनिङ भन्दा तल हुन्छ तब रातो क्यान्डल बन्छ। त्यसैले रेड क्यान्डलमा ओपन प्राइस माथि हुन्छ र क्लोज प्राइस मुनि हुन्छ। यसको अर्थ प्राइस घट्यो भन्ने हुन्छ। अब बुझौं क्यान्डलको पार्ट्सको बारेमा। क्यान्डलमा दुईवटा मुख्य भाग हुन्छन्: बडी र विक। बडी ओपन र क्लोज बीचको भागलाई बडी भनिन्छ। लङ बडी र सर्ट बडी। लङ बडी यदि बडी ठुलो छ भने यसले मार्केटमा बलियो मुभमेन्ट आएको देखाउँछ। स्मल बडी यदि बडी सानो छ भने मुभमेन्ट कम भएको बुझिन्छ। विक वा स्याडो बडी भन्दा माथि र तल निस्किएका मसिनो धर्काहरूलाई विक वा स्याडो भनिन्छ। अप्पर विक यो क्यान्डलको हाई हो जसले प्राइस कति माथि पुगेर फर्कियो भन्ने देखाउँछ। लोवर विक यो क्यान्डलको लो हो जसले प्राइस कति तल पुगेर बाउन्स भयो भन्ने देखाउँछ। यति बुझिसकेपछि अब चार्टमा हेरेर यसलाई अझै क्लियरसँग बुझौं। यो चार्टमा यो ग्रीन क्यान्डललाई हेर्नुहोस्। यहाँ प्राइस 600 को लेभलबाट ओपन भएको छ। त्यसपछि प्राइस बढेर 644.90 को हाईसम्म पुग्यो। फेरि सेलिङ प्रेसर आएर यसले 581.20 को लो बनायो र अन्त्यमा 640 मा आएर क्लोज भयो। अब अर्को रेड क्यान्डलमा हेरौं। यसको ओपनिङ 652 मा भयो र हाई 679 सम्म पुग्यो। त्यसपछि प्राइस झरेर 630.10 को लो बनायो र अन्त्यमा 641 मा क्लोज भयो। चार्टमा यो ओपन, हाई, लो र क्लोज डेटा हेर्नको लागि तपाईले सम्बन्धित क्यान्डलमा कर्सर राखेर स्क्रिनको माथि वा दायाँ तर्फको प्राइस लिस्टमा सजिलै देख्न सक्नुहुन्छ। आज हामीले क्यान्डलस्टिकको आधारभूत कुराहरू सिकौं। अर्को एपिसोडमा हामी यी क्यान्डलहरू मिलेर बन्ने प्याटर्न्सको बारेमा चर्चा गर्नेछौं। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।